हेलो एन्ड नमस्कार टु यु अल वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी म्याथ सब्जेक्टको पढिरहेको छौँ। म्याथ सब्जेक्टको 7 क्लास अफ द 7 क्लासको पढ्दैछौँ होइन। म्याथ सब्जेक्टको 7 क्लासको लेसन 1 मा के हुन्छ भने लेसन 1 मा टपिक के हुन्छ यसको सेट हुन्छ होइन। अनि 6 सम्म चाहिँ हाम्रो सेट हुँदैन होइन। अनि हाम्रो 7 बाट चाहिँ सेट भन्ने सब्जेक्ट स्टार्ट हुन्छ। म चाहिँ तपाईहरुलाई पहिला सेट भनेको के हो, व्हाट इज सेट हैन, व्हाट इज सेट, व्हाट इज सेट, सेट भनेको के हो, सेट इज well defined object. सेट इज कॉल्ड वेल डिफाइन्ड अब्जेक्ट। सेटलाई चाहिँ वेल डिफाइन्ड अब्जेक्ट भनेर चिनिन्छ हैन। जस्तो आई ड्र हियर वान र्याम्बो हैन, यसले र्याम्बो भन्ने भइहाल्यो। अनि त्यहाँदेखि यता फिश ट्याङ्क हैन, एफएसएस फिश ट्याङ्क चाहिँ फिशहरु बनाउँदैन, फिश ट्याङ्क हैन। अनि दिस इज र्याम्बो, हाउ मेनी कलर देयर इन र्याम्बो, हाउ मेनी कलर इन र्याम्बो, र्याम्बोमा कतिवटा कलरफुल हुन्छ, 7 कलर हुन्छ हैन। हाउ मेनी फिश इन ट्याङ्क, फिश ट्याङ्क, हाउ मेनी फिश इन फिश ट्याङ्क। यहाँ चाहिँ फिश ट्याङ्कमा कतिवटा फिश छ, फिश भनेको चाहिँ ल यस्तो है त, फिश हाम्रो फिश भनेको यही हो ल। 1 2 3 4 5 6 देयर इज 6 फिश अन द फिश ट्याङ्क्स हैन। हाम्रो चाहिँ यहाँ 6 वटा फिश छ रे। अब हामी चाहिँ यसको एक्सरसाइजमा जान्छौँ हैन। एक्सरसाइज पनि गर्नुपर्छ। व्हाट इज सेट भनेको बुझिहाल्यौँ हामीले। Once time I'll say set is well defined object. सेटलाई चाहिँ well defined object भनिन्छ हैन। अनि सेटमा चाहिँ फाइनाइट एन्ड इन्फाइनाइट सेट पनि हुन्छ। फाइनाइट भनेको के हो, फाइनाइट भनेको मैले फिश ट्याङ्क बनाए हैन, फिश ट्याङ्क र्याम्बोमा कति कलर हुन्छ, 7 कलर इन र्याम्बो। फिश ट्याङ्कमा हामीले अघि भन्यौं फिश ट्याङ्कमा कतिवटा फिश छ उदाहरण हो, त्यसलाई के भन्छ, इन्फाइनाइट भन्छ। अनि 7 कलर इन र्याम्बो भनेकोलाई चाहिँ इन्फाइनाइट भन्छ के। फाइनाइट हो कि इन्फाइनाइट हो भनेर त्यसलाई बुझाएको हो हैन। जस्तो र्याम्बोमा 7 कलर हुन्छ, फिश ट्याङ्कमा कतिवटा फिश छ हामीलाई थाहा छैन नि त, त्यही भएर त्यसलाई इन्फाइनाइट भन्छ। अनि र्याम्बो कलर 7 वटा छ भने त्यसलाई फाइनाइट भन्छ त्यसरी। अनि यहाँ चाहिँ इक्जाम्पलहरु दिएको छ हैन, इक्जाम्पललाई साइड राखेर हामी चाहिँ यो 1 नम्बरमा जान्छौँ। यहाँ के भनेको छ, राइट द फलोइङ सेट बाइ युजिङ लिसनिङ मेथड एन्ड अल्सो राइट द नम्बर अफ एलिमेन्ट अफ द दिस सेट भनेको के हो, यो के तलको सेटलाई लिस्टिङ मेथड र प्लस एलिमेन्ट्स अफ द सेट नम्बर अफ एलिमेन्ट सेट इज त्यसलाई गरेर लेख भनेको छ हैन। अनि यहाँ त्यही अनुसार ए मा के क्वेशन छ, ए मा के छ भने ए म राम्रोमा देखाएर तपाईहरुलाई देखाइदिन्छु। ए मा के छ हैन, ए नम्बरमा ए इक्वल्स टु अनि ब्र्याकेट छ, कर्ली ब्र्याकेट, प्राइम नम्बर अप टु 13, प्राइम नम्बर अप टु 13 भनेको यो के हो, फाइनाइट हो कि इन्फाइनाइट हो, इट इज इन्फाइनाइट, नो इट इज अ फाइनाइट नम्बर। यहाँ चाहिँ प्राइम नम्बर अप टु 13 भनेको छ। यसको एन्सर चाहिँ के हुन्छ भने, यसको एन्सर चाहिँ के हुन्छ, ए इक्वल्स टु कर्ली ब्र्याकेट त मेन राख्नै पर्यो हैन। यसमा चाहिँ 236 मात्र हुन्छ त, 236 मात्र हुँदैन, 236 नो। यहाँ कुन मिस्टेक छ, यु हेभ टु टेल मी ओभर देयर। यहाँ चाहिँ यहाँ 5 हुनुको छ त हामीले 6 राख्यौं, द्याट इज द मिस्टेक ओभर हियर। एन्ड 7 11 अनि 13 अप टु 13 भनेको भाइ यो दिस इज आवर प्राइम नम्बर अप टु 13, यो चाहिँ प्राइम नम्बर अप टु 13 हो। अनि क्वेशन नम्बर बी मा के भनेको छ भने, क्वेशन नम्बर बी मा b इक्वल्स टु कर्ली ब्र्याकेट x इज अ मल्टिप्लाई of 4 less
then 40 भनेको के हो xs is the multiply of the 4 less than 40 भनेको चाहिँ यहाँ 4 को मल्टिपल्स 40 भन्दा कम लेख भनेको हैन अब आन्सर लेख्दा p equals to curly bracket 4 1 4 4 2 8 4 3 16 yes 16 हुन्छ अनि यसमा चाहिँ 24 सम्म हो 24 सम्म हो भने तपाईहरु गलत हुनुहुन्छ यसमा 28 हुन्छ 32 सम्म हो 6 हैन अनि यहाँ चाहिँ प्राइम नम्बर के भन्छ म 4 प्लस हामीले 20 सम्म लेख्यौं अनि 24 25 is 36 हुन्छ हैन किनकि 4 9 36 त्यही भएर यहाँ 4 सम्म भयो आई थिंक यु had been clear on this question यो क्वेशन क्लियरै छ म फेरि बुझाइदिन्छु यहाँ के भन्छ प्राइम नम्बर अप टु 30 भनेको के हो प्राइम नम्बर अप टु 30 सम्म लेख भनेको 2 3 5 7 11 13 यो हो हाम्रो के प्राइम नम्बर त्यही भएर हामीले लेख्यौं यस्तै भएर हामीले यतिले लेख्यौं प्राइम नम्बर अप टु 13 भनेको छ त्यही भएर हामीले लेख्यौं अनि यहाँ b मा छ xs is the multiples of the 4 less than 40 भनेछ multiples of a 4 less than 40 भनेको छ अनि हामीले यता लेख्यौं 4 8 12 16 20 24 28 30 32 36 भनेर हामीले लेख्यौं हैन तपाईहरुले क्लियर हुनु भइसक्यो हैन अब चाहिँ लेट्स मुभ अन नेक्स्ट क्वेशन मैले चाहिँ यो दुईवटा क्वेशन मात्र गर्दिएको अरु क्वेशन रिलेटेड सबै सेम छ हैन एउटा क्वेशन बुझेपछि त भइहाल्छ अनि हामीले चाहिँ यहाँ टिक करेक्ट छ यसलाई म तपाईहरुलाई सर्ट भनिदिन्छु एकचोटी हैन यहाँ चाहिँ के भन्छ द सेट अफ नेचुरल नम्बर लेस देन 10 नेचुरल नम्बर के लेस देन 1 हुन्छ राइट यो करेक्ट हो द सेट अफ इवन प्राइम नम्बर नो क्रस हुन्छ यसको चाहिँ हैन फल्स the set of grade 6 and tall 6 student taller than 6 feet true भनेको किनकि यहाँ क्लास 6 को स्टुडेन्ट 6 feet भन्दा ठूलो छ रे ठूलो the set of the odd number divided by 2 odd number 2 बाट डिवाइडेड हुन्छ as that is right हैन अनि हामी अर्को क्वेशनमा मुभ गर्दै छौं त्यो क्वेशन चाहिँ के छ भने स्टेटमेन्ट भनेपछि यो 2 को भयो हैन त्यो क्वेशन चाहिँ के छ भने रुक्नुस् ल क्वेशन चाहिँ estimate the finite and infinite set from this following set if they are finite write the number in element this set भनेको मतलब यो सेट फाइनाइट छ भने यसको नम्बर लेख भनेर यो क्वेशनले भनेको छ हैन अनि क्वेशन नम्बर ए मा के छ भने a is equals to odd number greater than 20 it is finite or infinite यो finite हो कि infinite यो a नम्बर को आन्सर infinite हुन्छ हैन अब b नम्बर को के छ प्राइम नम्बर लेस देन 20 यो फाइनाइट हो फाइनाइट को चाहिँ लेख्नै पर्छ भनेको छ हैन त्यही भएर हामी लेख्छौं फाइनाइट 2 3 6 and 5 हो 5 7 9 11 13 15 17 अनि कतिसम्म भनेको थियो रे लेस देन 20 भनेको थियो 19 लेस यति हुन्छ लेस देन 20 भनेको छ भने यसमा हामीले 20 लेख्न पाउँदैन त्यसैले यो फाइनाइट हो त्यही भएर लेख्नु पर्छ हैन अब सी नम्बरमा के भनेको छ सी नम्बर कम्पोजिट नम्बर लेस देन 20 भनेको यो के हो फाइनाइट नम्बरै हो फाइनाइट नम्बर यसमा 4 हुन्छ हैन एउटा अनि अर्को के हुन्छ भन्नुस् त हो 6 हुन्छ अनि अर्को के हुन्छ हो 8 हुन्छ अर्को चाहिँ हैन अनि त्यसबाट फेरि 9 10 9 10 त हुनै पर्यो अनि 12 14 and 16 हैन 16 अनि 18 लेस देन 20 भनेको छ नि त अब यति नै भनेको छ यसलाई तपाईले बुझ्नु भयो होला के फेरि म बुझाइदिन्छु अड नम्बर लेस देन 20 भनेको ग्रेटर देन 20 भनेको छ हैन त्यही भएर इन्फाइनाइट भयो हामीले लेख्नु पर्दैन प्राइम नम्बर लेस देन 20 भनेको छ हामीले लेख्यौं अनि त्यही भएर लेख्यौं हैन बुझिसक्नु भयो आई होप हैन
आजको चाहिँ यति मात्र थियो इन्फाइनाइट र सेटको इन्फाइनाइट एन्ड फाइनाइटवाला हामीले आज पढ्यौँ। अर्को भिडियोमा हामी अर्को पढ्नेछौँ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई।